नमस्कार साथीहरू, म नेपालको यस्तो दुर्घटनाको बारेमा बोल्दैछु जुन तपाईलाई पनि थाहा होला। यस्तो दुःखद घटना जसले नेपाल नै हल्लिएको थियो। 2072 साल वैशाख 12 गते दिउँसोको ठिक 11:56 नेपालको इतिहासमा कालो अक्षरले लेखिएको त्यो डरलाग्दो क्षण जब पहाडहरू भत्किए, घरहरू भत्किए र हजारौं मानिसहरूको जीवन एकैछिनमा तहस नहस भयो। यो थियो 2072 साल वैशाख 12 गते गएको नेपालको विनाशकारी भूकम्प। आज हामी कुरा गर्नेछौँ त्यो डरलाग्दो क्षणको, मान्छेहरूको पीडा र त्यसबाट उठ्न गरिएको सङ्घर्षको बारेमा। गोर्खा जिल्लाको पाल्पा केन्द्रबिन्दु भएको यो भूकम्प 7.8 म्याग्निट्युडको थियो। यो भूकम्प काठमाडौँ उपत्यका लगायत ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट लगायतका क्षेत्रहरूमा धेरै प्रभावकारी भएको थियो। धरहरा जस्तो ऐतिहासिक सम्पदा भत्कियो, सयौं वर्ष पुराना मन्दिरहरू ध्वस्त भए र सबैभन्दा दुःखको कुरा त धनजनको धेरै क्षति भएको थियो। यो विनाशकारी भूकम्पले 9,000 भन्दा धेरै मानिसहरूको ज्यान लियो, 23,000 भन्दा धेरै मानिसहरू घाइते भए, 6 लाख भन्दा धेरै घरहरू ध्वस्त भए र 3 लाख भन्दा धेरै घरहरू आशंकित क्षतिग्रस्त भएका थिए। करिब 80% विद्यालयहरू भत्किए, जसले लाखौं विद्यार्थीहरूको भविष्यमा सिधा असर पर्न गयो। सिन्धुपाल्चोकमा मात्र हेर्ने हो भने 3500 भन्दा धेरै मानिसहरूको मृत्यु भएको थियो। यो भूकम्पपछि धेरै पराकम्पहरू आए। 2072 जेठ 4 गते फेरि अर्को ठुलो भूकम्प आयो, 7.3 म्याग्निट्युडको। मानिसहरू अझै पनि डराएका थिए र त्यो रातभर खुला स्थानमा बस्न बाध्य भए। कतिका परिवार एकैछिनमा समाप्त भएका थिए, कतिले आफ्ना आमा बुवा गुमाएका थिए, कतिले आफ्ना सन्तानहरू गुमाएका थिए, कतिले त आफ्ना प्रियजनको शव आफै निकाल्न बाध्य थिए। शवहरू व्यवस्थापन गर्न नसक्दा काठमाडौँका चिहानहरू लासले भरिएका थिए, अस्पतालहरू घाइतेले भरिएका थिए र सडकमा घाइते र लासहरूको लाइन लगाएर राखिएको थियो। घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र स्वयंसेवकहरू उद्धारमा जुटे। बाहिरबाट भारत, चीन, अमेरिका, युएन जस्ता देशहरूबाट उद्धार टोली आयो र हेलिकप्टरबाट राहत सामग्रीहरू वितरण गरियो। तर विकट ठाउँहरूमा पुग्न धेरै समय लाग्यो। रोगको डर, खानेकुराको र बसोबासको अभावले अवस्था झनै गम्भीर बनाएको थियो। 2072 सालपछि नेपालले पुनर्निर्माणको यात्रामा पाइला टेक्यो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण यानारे सङ्गठन गरियो। विद्यालय, स्वास्थ्य चौकी र ऐतिहासिक कुराहरू पुनर्निर्माण गर्न थालियो। तर यो प्रक्रिया निकै ढिलो भयो। धेरै ठाउँहरूमा मानिसहरू अझै पनि टहरामा बस्न बाध्य छन्, तर केही क्षेत्रहरूमा भने अझ पनि कामहरू अधुरा नै छोडिएका छन्। 2072 सालको भूकम्पले हामीलाई सिकायो कि हामी भूकम्पको भविष्य रोक्न सक्दैनौँ, तर पूर्व तयारी भने अवश्य गर्न सक्छौँ। आपतकालीन योजना र जनचेतना अर्को विपत्तिमा जोगिने हतियारहरू हुन्। 2072 सालको भूकम्प एउटा भयानक दुर्घटना थियो, तर त्यसले हामीलाई एकता, सहनशीलता र मानवता सम्झायो। त्यति बेला नेपाल झुकेको थिएन, कापेको भने जरुर थियो।